तपाईले जतिसुकै मेहनत गरेर सिकाए पनि विद्यार्थीहरूले तपाईले सोचे अनुसार लिन सकिरहेको छैन जस्तो अनुभव भइरहेको छ, अथवा अभिभावकको रूपमा पनि तपाईले भनेको कुराहरू तपाईका बालबालिकाहरूले त्यसलाई ग्रहण गर्न सकिरहेको छैन जस्तो लाग्छ भने एकचोटि सोचौं त, तपाईले के ती बालबालिकाहरूसँग एउटा कनेक्सन डेभलप गर्न सक्नु भयो कि भएन? त्यो कनेक्सन डेभलप गर्नको लागि तपाई सफल हुनु भयो कि भएन? किनभने कनेक्सन एकदमै जरुरी हुन्छ। कुनै पनि कक्षा कोठामा प्रवेश गर्दै हुनुहुन्छ र तपाई नयाँ हुनुहुन्छ, विद्यार्थीहरू पनि नयाँ हुनुहुन्छ भने ती विद्यार्थीहरूसँग आफ्नो कनेक्सन राम्रो बनाउन पहल गर्नुहोला। तपाई र विद्यार्थीहरू अथवा बालबालिकाहरूको सम्बन्ध सुमधुर छ भने तपाईले भनेको कुरा त बालबालिकाहरूले तुरुन्तै मान्छन्। हामी अनुशासनको नाममा बालबालिकाहरूलाई दबाउने प्रयास गर्छौं र त्यो क्षणिक मात्र रहन्छ। हो, कुनै अवस्थामा कडा हुनु जरुरी पनि छ, तर सधैँ कडा भएर बनाइएको कक्षाको वातावरणमा विद्यार्थीहरू त्रसित रूपमा बसिरहेका हुन्छन्। एकचोटि विद्यार्थीहरूसँग सुमधुर सम्बन्ध कायम राखेर हेर्नुस्, तपाईको कक्षा धेरै रमाइलो हुनेछ र उपयोगी पनि हुनेछ। तपाईको कक्षाको वातावरण कस्तो छ उल्लेख गर्नु होला है त।